आजको दिन फ्यामिलीसँग टाइम स्पेन्ड गरौँ है त। हाई एभ्रिवान, आई एम सङ्गीता। म चाहिँ केही दिनको लागि छुट्टी लिएर आफ्नो जन्मघर लमजुङ आएको छु नि त। म आएको मौका पारेर चाहिँ हाम्रो फ्यामिली सबैजना चाहिँ घुम्न जाने प्लान बनाएको थियौँ। कहाँ जाने भनेर प्लानिङ गर्दा गर्दै चाहिँ हामी लमजुङको सुन्दर पर्यटकीय गाउँ गलेगाउँ जाने निर्णय गर्यौँ। हामीले चाहिँ फ्यामिली सबैजना भएको कारणले जिप रिजर्भ गरेको थियौँ। दाइले चाहिँ घरमै लिन आउनु भयो हामीलाई। बजारबाट गाउँको बाटो उकालो लगाइसकेपछि चाहिँ एकदमै भिरको बाटो जानुपर्ने थियो। बाटो भने त्यति नराम्रो थिएन, पानी परेको थिएन, सुक्खा भएकोले राम्रो थियो बाटो चाहिँ। म चाहिँ झ्यालमा बसेर भ्यूलाई एकदमै इन्जोय गर्दै हामी जाँदै थियौँ। बाटोमा जाँदै गर्दा चाहिँ भेडीगोठ देखियो। मैले चाहिँ लाइफमा फर्स्ट टाइम भेडीगोठ देखेको। कस्तो धेरै भेडाहरू हुँदो रहेछ हेर्नु न, कस्तो आनन्दले बस्ने सबै मिलेर आफू थोरै कमाउने भएर आफ्नो परिवारलाई यसरी घुमाउन लैजाँदा खुसी दिन पाउँदा आनन्द महसुस हुँदो रहेछ। हामी चाहिँ रमाइलो गर्दा गर्दै गले गाउँको चिया बगान पुगियो। त्यहाँ पुगेर केही बेर फोटो भिडियो लिइसकेपछि चाहिँ हामी माथि गाउँतर्फ उकालो लाग्यो। गाउँतर्फ उकालो लाग्दै गर्दा चाहिँ एक्कासी असिना र पानी पर्न थाल्यो। असिना र पानी पर्दै गर्दाखेरि चाहिँ हामी स्कुलमा गएर एकछिन बस्यौँ। पानी बिदा भइसकेपछि चाहिँ हामी माथि डाँडामा गयौँ। पुगेर हेर्दाखेरि त कस्तो अचम्म लाग्यो कि कस्तो मिलेर बसेको गाउँ के हेर्नु। एउटा कुरो कस्तो अचम्म भने नि, दुईटा घरको एउटै आँगन थियो कि त्यो गाउँमा चाहिँ। यो चाहिँ लमजुङको एकदमै प्रसिद्ध पर्यटकीय स्थल घले गाउँ हो। हजुरहरू पनि जानु भएको छैन भने एकचोटि अवश्य जानु होला है। त्यहाँ पुगेपछि चाहिँ हामी फोटो भिडियो लियौँ सबैजना मिलेर, अनि फेरि घर फर्किनु पर्ने थियो। अहिले फेरि दिनदिनै जस्तो पानी परिरहेको छ। एकछिन फोटो भिडियो लिँदै गर्दा फेरि पानी पर्ला जस्तो भइहाल्यो। अनि हामी चाहिँ छिटो छिटो गरेर त्यहाँबाट फर्कियौँ। आजलाई चाहिँ यति नै, बाई बाई।